हामीले पिउने नरिवल पानीमा कति धेरै फाइदा छन् कहिले सोच्नु भएको छ? आउनुहोस् हेरौँ। हो, अचम्म लाग्ला, तर यो साँचो हो। दोस्रो विश्वयुद्धमा त यसलाई स्लाइन पानीको सट्टामा प्रयोग गरिएको थियो। यो काँचो नरिवलभित्र पाइने एकदमै शुद्ध प्राकृतिक रस हो। ल सुरु गरौँ यसको सबैभन्दा चिनिएको फाइदाबाट, हाइड्रेसन अनि ऊर्जा। सोच्नुहोस् त, यसमा 94% त पानी नै हुन्छ अनि क्यालोरी पनि एकदमै कम। यसमा पोटासियम र सोडियम जस्ता शरीरलाई चाहिने प्राकृतिक इलेक्ट्रोलाइट्स पनि हुन्छन्। त्यसैले त एक्सर्साइजपछि शरीरलाई रिचार्ज गर्न यो एकदमै राम्रो विकल्प हो। अब हेरौँ यसले हाम्रो मुटु र मृगौलालाई चाहिँ कसरी जोगाउँछ। यसमा भएको पोटासियमले ब्लड प्रेसर घटाएर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले शरीरबाट टक्सिन बाहिर निकाल्छ, जसले मृगौलामा पत्थरी जम्न दिँदैन। त्यसैले त यो एक किसिमको प्राकृतिक डिटक्स ड्रिङ्क पनि हो। फाइदा भित्री अङ्गलाई मात्र होइन, छालालाई पनि छ नि। यसको नियमित सेवनले छालालाई हाइड्रेटेड राख्छ र बेग्लै चमक ल्याउँछ। यसमा पाइने साइटोकिनिनले हाम्रो शरीरका कोषहरूलाई बुढो हुनबाट जोगाउँछ। गर्भावस्थामा पनि यो एकदमै फाइदाजनक छ, वाकवाकी र एसिडिटी घटाउँछ। तर यति फाइदा हुँदाहुँदै पनि केही कुरामा ध्यान दिनु चाहिँ पर्छ है। साधारणतया दिनमा 1-2 ग्लास काफी हुन्छ। मधुमेह जस्ता समस्या भए डाक्टरलाई सोध्नुपर्छ। सोच्नुस् त, एउटै प्राकृतिक पेयमा यति शक्ति छ भने प्रकृतिमा अरू के होला?